हेलो नमस्ते एभ्रिवान। नाच्दा उफ्रिँदा के फाइदा हुन्छ त? यी फाइदाहरू 10वटा फाइदा चिजलाई म बताउने छु। पहिलो कुरा छ तपाईलाई पेट लाग्ने, अनि ठुलो भएर यस्तो हिँड्दा पनि अप्ठ्यारो हुने खालको पेट छ भने तपाई उफ्रिनुहोस्, नाच्नुहोस्। आफूले मन पर्ने गीत बजाएर नाच्ने उफ्रिने तपाईको शरीरलाई स्लिम हुन्छ र कन्डिसनमा रहन्छ। अनि 2 नम्बरमा छ तपाईलाई प्रेसर लाग्ने, सुगर लाग्ने, यी धेरै कुराहरू रोगबाट तपाईको शरीरलाई कन्डिसनमा हुन्छ र मुक्त पनि हुन्छ। र त्यसकारणले गर्दाखेरि उफ्रिने, नाच्ने त्यो लाइक साइकको सरकार भएन। आफ्नो शरीर चाहिँ कन्डिसनमा सधैँ रहन्छ र आफूले खाएर सुत्यो बस्यो भने तपाईको यस शरीरमा सबै ब्लडहरू पनि जुन ब्लडहरू हुन्छ नि त्यो ब्लडहरू पनि तपाईको शरीरबाट जाम भएर बस्न सक्छ। त्यसकारणले गर्दाखेरि तपाई उफ्रिनु भयो, नाच्नु भयो भने तपाईको शरीर पनि कन्डिसनमा रहन्छ। धेरै फाइदा छ। त्यसले गर्दाखेरि म चाहिँ नाच्छु, उफ्रिन्छु। मेरो कुनै त्यो लाइक साइकको सरकार छैन, तर मेरो शरीरमा एकदम कन्डिसनमा एकदम जिउ पनि फुर्तिलो हुन्छ। त्यसकारणले गर्दाखेरि चाहिँ एक्सरसाइज चाहिँ तपाईलाई गर्नु जरुरत छ।